सम्पूर्णमा नमस्कार। तपाईहरुलाई फेरि पनि स्वागत छ हाम्रो पाइलो युट्युब च्यानलमा। आज हामी प्रदेश नम्बर 5 अर्थात् लुम्बिनी प्रदेशको बारेमा विस्तृतमा अध्ययन गर्ने छौं। प्रदेश नम्बर 5 लाई लुम्बिनी प्रदेश भनेर 2077 साल असोजको 20 गते नामाकरण गरिएको थियो। यस प्रदेशको जम्मा क्षेत्रफल 22,288 वर्ग किलोमिटर रहेको छ। यस प्रदेशमा नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ, बाँके र बर्दिया गरेर 12 वटा जिल्लाहरू पर्दछन्। यस प्रदेशको सबैभन्दा ठूलो जिल्ला दाङ हो, जुन 2955 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। त्यसैगरी सानो जिल्ला नवलपरासी सुस्ता पश्चिम र यसको क्षेत्रफल 634.88 वर्ग किलोमिटर रहेको छ। प्रदेश नम्बर 5 अर्थात् लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी हो। लुम्बिनी प्रदेशको पूर्वमा गण्डकी प्रदेश पर्दछ। त्यसैगरी पश्चिममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश, उत्तरमा गण्डकी प्रदेश र कर्णाली प्रदेश, त्यसैगरी दक्षिणमा भारत पर्दछ। राष्ट्रिय जनगणना 2078 का अनुसार यस प्रदेशको कुल जनसङ्ख्या 51,22,078 रहेको छ, जस अन्तर्गत पुरुषको जनसङ्ख्या 24,54,408 र महिलाको जनसङ्ख्या 26,67,670 रहेको छ भने यस प्रदेशमा 11,41,902 परिवार सङ्ख्याले चाहिँ बसोबास गर्दै आएका छन्। यस प्रदेशको साक्षरता प्रतिशत भनेको 78.1 रहेको छ, जस अन्तर्गत पुरुषको साक्षरता प्रतिशत 85.2 र महिलाको साक्षरता प्रतिशत 71.7 रहेको छ। लुम्बिनी प्रदेशमा पर्ने जिल्लाका साक्षरता प्रतिशतहरू पनि हामी छुट्टै हेर्नेछौँ। रूपन्देही जिल्लाको साक्षरता प्रतिशत 81.23, त्यसैगरी कपिलवस्तु जिल्लाको 71.82, पाल्पाको 83.67, अर्घाखाँचीको 80.05, गुल्मीको 80.34, रुकुम पूर्वको 71.35, रोल्पाको 75.63, प्युठानको 80.13, दाङको 81.40, बाँकेको 73.40 र त्यसैगरी बर्दियाको 76.85 र नवलपरासी पश्चिमको 77.97% रहेको छ। यस प्रदेशमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, मगर, थारू, तामाङ, मुसलमान आदि जातिको चाहिँ मिश्रित बसोबास रहेको पाइन्छ भने नेपाली, थारू, अवधी, भोजपुरी, उर्दू, मगर आदि जस्ता भाषाहरू चाहिँ मुख्य रूपमा बोल्ने गरिन्छ। सिस्ने हिमाल, जलजला हिमाल यस क्षेत्रका प्रमुख हिमालहरू हुन्। त्यसैगरी धार्मिक तथा पर्यटकीय स्थलका हिसाबले पनि यो प्रदेश एकदमै चर्चित रहेको छ। बागेश्वरी मन्दिर, सुपा देउराली, रुरु क्षेत्र, स्वर्गद्वारी, लुम्बिनी, तानसेन बजार, त्यसैगरी रामग्राम, जगदीशपुर ताल, पाल्पाको भैरवनाथ तथा रानीमल, कपिलवस्तु आदि धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू हुन्। त्यसैगरी यस क्षेत्रमा बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज पनि रहेको छ। लुम्बिनी प्रदेशमा जम्मा स्थानीय तहको सङ्ख्या भनेको 109 रहेको छ, जसमा गाउँपालिका 73 वटा, नगरपालिका 32 वटा, उपमहानगरपालिका 4 वटा, महानगरपालिका रहेको छैन। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न सक्नुहुनेछ।